उसको बानी र व्यवहार कस्तो कस्तो लाग्छ। सँगै बस्न पनि डर लाग्छ कहिलेकाहीँ त। मैले धेरै सोचे कि पनि हुन्छ घरिघरि, कहिले त ऊ ठिकै पनि हुन्छ, सबै ठिक भएछ कि जस्तो पनि लाग्छ। एक दिन बानी सुध्रन्छ कि खै प्रार्थना गरेर बसेको छु। अलि धेरै निधिखुदी गर्ने, अलि बढी शङ्का उपशङ्का गर्ने बानी मात्र हटे पनि मलाई त पुग्थ्यो, अरू त मलाई आश पनि छैन। यदि तपाईँको जीवनमा यी कुराहरू मेल खान्छ भने समयमै उसलाई उपचार गराउनुहोस्। उसलाई औषधि र काउन्सेलिङ दुवै चाहिन सक्छ। तपाईँले उसँग कसरी व्यवहार गर्ने, के कुरामा ध्यान दिने, के कुरामा सतर्क हुने आदि कुरा सिक्नुपर्ने पनि हुनसक्छ। पछि गएर ठुलो दुर्घटना हुने स्थितिबाट पहिले नै जोगिनुहोस्। आज नै नजिकैको थेरापिस्ट वा साइकाट्रिस्टलाई भेटेर सल्लाह माग्नुहोस्। विदेशमा भएका नेपाली भाषी विदेशी नारीको लागि मैले काउन्सिलिङ सेवा सुरु गरेको छु। तपाईँले रुला वा ग्रोथ थेरापीबाट अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। यदि तपाईँ केन्टकीमा हुनुहुन्छ भने मेडिकेसन म्यानेजमेन्ट र काउन्सिलिङ मैले दुवै उपलब्ध गराउँछु। तपाईँ रुलाबाट आउन सक्नुहुन्छ वा ग्रोथ थेरापीबाट पनि आउन सक्नुहुन्छ। त्यसको विवरण म यहाँ तल राखिदिन्छु। केन्टकीभन्दा बाहिरको लागि तपाईँ सम्बन्ध टिमबाट आउन सक्नुहुन्छ। त्यसको लिङ्क मैले कमेन्टमा वा प्रोफाइलमा राख्छु। रुलाबाट आउँदाखेरि तपाईँले अनुहार देखाउनुपर्छ, परिचय खुलाउनुपर्छ, तर सम्बन्धबाट आउँदाखेरि परिचय खुलाउनु पर्दैन, तपाईँले अनुहार देखाउनु पनि पर्दैन।